मान्छेको पतनको सुरुवात त्यो बेलामा हुन्छ जसले उसले आफ्नो मान्छेलाई बर्बाद गर्न पराईको सल्लाह लिने गर्छ। सर्वजीव नमस्कारम केशवम प्रतिगच्छति, सर्वजीव तिरस्कारम केशवम प्रतिगच्छति। अर्थात् कसैलाई गरिएको नमस्कार, त्यो नमस्कार कसैलाई जाँदैन, त्यो ईश्वरलाई जान्छ, आफू अन्तर्निहित ईश्वरलाई जान्छ। सर्वजीव तिरस्कारम, जसलाई गरेको तिरस्कार पनि केशवम प्रतिगच्छति, अर्थात् त्यही ईश्वरलाई जान्छ। त्यस कारणले कुरा काट्नु भनेको चाहिँ आफ्नो खति आफैले गर्नु हो। जति कुरा काट्छौँ नि हामीले आफ्नो पाप बढाइरहेको हुन्छौँ आध्यात्मिक तवरले, अनि जति कसको कुरा काटिन्छ नि त्यो मान्छेको पाप र मैलो चाहिँ पखालिरहेको हुन्छ। सन्त कबीर आफ्नो छिमेकी मर्दा एकदम धेरै रुनुभयो। त्यो छिमेकीले यति धेरै गाली गर्थ्यो सन्त कबीरलाई, यति धेरै कुरा काट्थ्यो, यति धेरै गाली गर्थ्यो, सबै बाटोमा गएर अपव्याख्या लगाइदिन्थ्यो उसको भाषण प्रवचनहरूको, सबै बाटोमा गएर उसको मान मर्यादालाई हानि पुर्याउने काम गर्थ्यो। तर पनि सन्त कबीरले कहिले पनि वास्ता गर्नुहुन्थ्यो। जब त्यो छिमेकी मऱ्यो सन्त कबीर त्यस दिन रुनुभयो र उसका साथीहरू आएर सोधे, तपाईँलाई त सधैँ यसले होच्याउँथ्यो, सधैँ गाली गर्थ्यो,